हेलो नमस्कार मित्रहरूलाई र आज चाहिँ म यो बदमतामको चुले डाँडा स्थित अवस्थित बुद्धको प्रतिमातर्फ जान लागिरहेछु। यहाँको प्रतिमा चाहिँ बुद्धको प्रतिमा चाहिँ यस्तो रहेछ, जसलाई चुले डाँडा नामले चिनिन्छ। र यहाँबाट चाहिँ वातावरण यस्तो देखिँदो रहेछ है साथी हो। हेर्नुहोस् है त, यहाँको वातावरण एकदम स्वच्छ सुन्दर वातावरण रहेछ। यो पर देखेको चाहिँ जोरथाङ आज दिन अलिक धमिलो भएकोले गर्दा चाहिँ धमिलो नै देखिरहेछ यो सिङ्लाहरू। र हाम्रो भाउजूहरू मेरो मिसेस यहाँ आएर फोटोहरू खिच्ने कार्यक्रम गरिरहेका छन्। हेर्नुहोस् है त, बुद्धको प्रतिमा अगाडि फोटो खिच्ने कार्यक्रम चलिरहेछ। यसरी छोटेनहरू पनि बनाइएको रहेछ। म अनि विशेष यसरी फोटो खिचिँदैछु। विशेष अनि उहाँको साथीहरू दिदी बहिनीहरू उहाँहरू हेर्नुहोस् है यसरी फोटो खिच्दैछन्। आउनुहोस् है तपाईँहरूले पनि यहाँनिर राम्रो दृश्यको अवलोकन गर्न सक्नुहुनेछ। यो चाहिँ रहेछ बदमताममा है साथीहरू, एकदमै राम्रो ठाउँ छ यो चाहिँ। र हामीहरू फर्कँदैछौँ घरतर्फ। यो चाहिँ हो गाडी जाने बाटो। यो ओह्रालो गयो भने चाहिँ तपाईँको के भन्छ यो शिवग्राम भन्ने ठाउँ जाँदो रहेछ है। हुन्छ साथी हो, अब पछि अर्को भिडियोमा भेटौँ होला। तबसम्मको लागि बिदा पाऊँ। धन्यवाद।